पूर्वी पहाडका भिरालो पाखाहरूमा जब कुहिरो मडारिन्छ र ढोल च्याम्टाको आवाज प्रतिध्वनित हुन थाल्छ, तब बुझ्नुहोस् किराँत राई समुदाय आफ्नो अस्तित्व र प्रकृतिको उत्सव मनाउँदैछ। यो केवल एउटा जातिका बारेमा मात्र होइन, बरु यो त मानिस र माटो बीचको त्यो आदिम सम्बन्धको कथा हो जुन हजारौं वर्षदेखि जीवित छ। कथा सुरु हुन्छ राई जातिको घरको त्यो अँध्यारो कुनाबाट जहाँ सुक्तुलुङ अर्थात् 3वटा ढुङ्गाका चुल्हाहरू गाडिएका हुन्छन्। यी 3 ढुङ्गा केवल खाना पकाउने ठाउँ मात्र होइनन्, यिनीहरू त पुर्खा, प्रकृति र समाजका 3 खम्बा हुन्। राई संस्कृतिमा कुनै लिखित ग्रन्थ छैन, तर त्यहाँ मुन्डुम छ। यो पुस्तौदेखि एक अर्काको कान र मनमा बस्दै यहाँसम्म आइपुगेको छ। जब वैशाखको पूर्णिमा आउँछ, गाउँभरि एउटै लय गुन्जिन्छ। राईहरू गोलाकार घेरामा बाँधिएर सिले नाच्छन्। आधुनिक लुगाभित्र पनि उनीहरूले आफ्नो पुर्खाको संस्कारलाई सङ्गालेर राखेका छन्। यो संस्कृतिले हामीलाई हाम्रो जरासँग जोड्छ। जब जब साकेलाको ढोल बज्छ, पहाडहरूले भनिरहेका हुन्छन्, हामी प्रकृतिका सन्तान हौँ र प्रकृति नै हाम्रो सर्वस्व हो।